यो घटनाले कसको मन रोएको छैन, यो घटनाले कसको मन छिया छिया भएको छैन। गाइस, घटना हो इन्डियाको जबलपुरमा घटेको, जहाँ एक बोट पल्टिएको थियो र त्यहाँनिर धेरै मान्छेको डेथ पनि भयो भने कतिपयलाई उद्धार गर्न नि सफल भयो। र त्यस मध्येमा एउटा यस्तो दर्दनाक भिडियो, यस्तो दर्दनाक फोटो छ जहाँ कि आफ्नो आमाले आफ्नो बच्चालाई बचाउनको लागि, जुन बच्चा 4 वर्षको थियो र उहाँलाई बचाउनको लागि आफ्नो आमाले छातीमा च्यापेर समुद्रमा तैरिराख्नु भएको छ। त्यो बच्चालाई हर वक्त, हर टाइम, हर पल बचाउनको लागि प्रयास गर्नुभएको छ। आफ्नो अन्तिम साससम्म प्रयास गर्नुभएको छ। हेर्नुहोस् आमाको माया, कुनै पनि प्रभाव छैन, तर मेरो छोरो बच्नु पर्यो, मेरो छोरो मेरो छातीबाट अलग हुनु भएन भन्ने आमाको त्यो अथक प्रयास साह्रै हृदय विदारक छ। अहिले विश्वभरि यो भिडियो, यो फोटो भाइरल भएको छ गाइज, र सबैका आँखा रसाएका छन्, सबैको मन छिया छिया भएको छ। तर विडम्बना, आफ्नो आमाले आफ्नो 4 वर्षको छोरालाई बचाउन गरेको यो हरदम प्रयास असफल भएको छ। भगवानले लिएरै जानुभएको छ, तर भगवानले लिएर गए पनि अलग चाहिँ गराउन सक्नु भएन आफ्नो आमालाई आफ्नो छोराबाट। छातीमै दुईजनाको, छातीमै राखेर, आफ्नो छोरालाई छातीमै राखेर दुईजनाको प्राण त्याग भयो। यहाँबाट स्पष्ट हुन्छ तपाईँले आफ्नो आमा बुबालाई कति माया गर्नुहुन्छ गाइस। आजसम्म तपाईँले आफ्नो आमा बुबालाई कुनै कुरामा चित्त दुखाउनु भएको छ भने आजै क्षमा याचना माग्नुहोस्, आजै माफ माग्नुहोस् र आजैबाट माया गर्न सुरु गर्नुहोस्। यो होइन कि तपाईँलाई हुर्काइदिएर बढाइदिएर ठुलो भइसकेपछि आफ्नो बाउआमालाई लगेर वृद्धाश्रममा छोडिदिने, यो गर्नुहोस् कि आफूलाई भन्दा बढी माया आफ्नो बुवालाई, आफ्नो आमालाई दिनुहोस्। कसरी चाहिँ तपाईँलाई हुर्काउनुहुन्छ, कसरी तपाईँलाई पाल्नुहुन्छ, यो भिडियोले, यो फोटोले स्पष्ट बताएको छ गाइस। यो संसारमा राक्षस नहुनुहोस्, सकेसम्म राम्रो गर्नुहोस्, तर नराम्रो कसैलाई नगर्नुहोस्। तर आफ्नो बुवा आमालाई चाहिँ जहिले पनि सम्मान गर्नुहोस्, जहिले पनि माया गर्नुहोस्। र यो हृदय विदारक भिडियो हेर्नुहोस् एकचोटि। आमाहरूले कति त्याग गर्नुहुँदो रहेछ, बुवाहरूले कति त्याग गर्नुहुँदो रहेछ। गाइज, यो भिडियो हेरेर म स्तब्ध भएँ, सबै दुनियाँ स्तब्ध हुनुभएको छ। र अन्त्यमा उहाँहरूको स्वर्गमा बास होस्।